हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। यो चाहिँ वैशाख 6 गतेको भिडियो। हामी चाहिँ भैरवस्थान गएको थियौँ। बाहिर चाहिँ यस्तो पानी परेर यस्तो छ वेदर आजको। अनि हामीले छाता लगाएको थिएनौँ, प्लास्टिक किनेर ओढेर मन्दिरमा बस्यौँ। अनि पूजाको सामग्री लिएर लाइनमा बस्यौँ। लाइनमा बस्दा चाहिँ यस्तो भिड थियो, यति भिड थियो। त्यो पानी पर्दा पनि सबैजना यस्तो प्लास्टिक ओढेर आइराख्नु भएको थियो। लगभग 1 घन्टा लाइनमा बसेर हाम्रो पालो आयो। अनि हामीले पूजा गऱ्यौँ। पूजा गरेर सकेपछि हामी बाहिर फेरि नरिवल फुटाल्नको लागि फेरि लाइनमा बस्नु पऱ्यो। अनि फेरि हामी लाइनमा बस्यौँ। अनि पानी परेर यस्तो छ है वेदर चाहिँ एकदम हुस्सुलाहा। अनि यो चाहिँ यस्तो फोटो खिचे चाहिँ गरेको। ल फाइनली अब चाहिँ नरिवल फुटाल्ने पनि पालो आयो। अनि भाइले चाहिँ नरिवल फुटाल्यो। अनि नरिवल फुटालिसकेपछि चाहिँ हामी फेरि टिका लगाउन लाग्यौँ। अनि हामीलाई चाहिँ पण्डितजीले टिका लगाइदिनु भयो। टिका लगाएपछि चाहिँ पैसा दिनुपर्ने रहेछ। मलाई चाहिँ त्यो थाहा थिएन। अनि टिका लगाइसकेपछि बाहिर निस्किँदा चाहिँ यस्तो घाम लाग्यो नि। मलाई त आशै थिएन कि त्यहाँ गएर आज फोटो खिच्न पाइन्छ। अनि त मलाई आशै थिएन। त्यही पनि लास्टमा अब फोटो खिच्ने बेला चाहिँ यस्तो मजाले घाम लाग्यो नि। त्यो चाहिँ भगवान्को शक्ति नै भन्नुपर्छ। अनि यस्तो राम्रो थियो कि वेदर। पानी परेर बिसाइसकेपछि चाहिँ फोटोसोटो खिच्यौँ। अनि हामी निस्क्यौँ। हामी जाँदा चाहिँ अर्को बाटो गर्थ्यौँ, फर्किँदा चाहिँ सिडीको बाटो झऱ्यौँ। अनि अब यहाँ झर्दै गर्दा त यो बाटोमा पर्ने घन्टीहरू त नबजाइ झर्न भएन। अनि मैले घन्टी बजाएँ। अनि यसो मम्मीको नि फोटोसोटो खिचिदिन पर्यो। अनि खिच्यौँ। अनि हामी झऱ्यौँ गफ गर्दै गर्दै। अनि बाटोमा चाहिँ के सामानहरू बेच्न राख्नु भएको थियो कि भाङ, काफल, अनि अगरबत्तीहरू। अनि हामीले चाहिँ त्यो किन्दै झऱ्यौँ तल। अनि हामी अब घर फर्क्यौँ। घर जाँदा चाहिँ पानी परेको थियो, आउँदा चाहिँ यस्तो राम्रो थियो वेदर। अनि त्यसपछि मस्त घाम लागिरहेको थियो। बाटो हेर्दै फर्क्यौँ। अनि हामीले प्रसाद पनि खाएको थिएनौँ। बाटोमा आएर बल्ल प्रसाद झिकेर प्रसाद खायौँ। अनि यो रोड चाहिँ कसलाई मनपर्छ कमेन्ट गर्नु होला। अनि अब हामी घर आउन लाग्यौँ। यो ठाउँ चाहिँ कसलाई थाहा छ यसो भन्नु होला। ल अब हामी फाइनली घर आयौँ। जाँदा पानी पऱ्यो पनि आउँदा चाहिँ मस्त घाम लागेको थियो। अनि हाम्रो घर अगाडि चाहिँ भगेर कुलायनको मन्दिर छ कि। अनि त्यो मन्दिरमा चाहिँ हामी जहिले पनि जहाँ गएर आए पनि कि मन्दिरमा गएर आएपछि चाहिँ बत्ती बाल्ने, प्रसादहरू चढाउने गर्छौँ। अनि हामीले त्यहाँ फेरि बत्ती बाल्यौँ, प्रसाद चढायौँ। अनि हामीले यसो फोटो खिचे चाहिँ गरेको। यो चाहिँ मेरो मात्र यस्तो राम्रो वेदर थियो। यस्तो 1-2टा फोटो त खिचे चाहिँ गर्नु पऱ्यो। ल फाइनली हामी घर आयौँ। अनि खानासाना बनायौँ, खायौँ। आजको लागि चाहिँ यति नै। बाई बाई।